टिकटकबाट पैसा कमाइ हुन्छ पुरा भिडियो हेर्नु होला अनि मात्रै हजुरहरु चाहिँ छर्लङ्ग हुनुहुन्छ कसरी पैसा कमाइ हुन्छ भन्ने कुरा हैन माथि हेर्नु हैन मेरो इन्कम हेर्नु अनि त्यसपछि मेरो पहिला प्रोफाइल खोलेर हेर्नु मेरो फलोअर्स चेक गर्नु हैन यति थोरै फलोअर्स हुन्छ हैन 13K मात्रै हुन्छ मसँग फलोअर्स अनि मेरो भिडियोमा भ्युज हेर्नु हैन यसो सर हेर्नु हैन हेर्दाखेरि म्याक्सिमम 300 देखि 400 मा गरेर मेरो ट्याक्कै रोकिएको हुन्छ हैन अनि त्यसपछि कुनै महिनामा 2टा 3टा भन्दा भिडियोमा मेरो भ्युज गएको हुँदैन त्यो हुँदाखेरि चाहिँ मैले टिकटक अकाउन्ट मोनेटाइजेसन गरेको लगभग 1 वर्ष भयो र मैले अहिलेसम्म 1 रुपैयाँ पनि पैसा झिकेको छुइनँ हैन मैले बैंकसँग लिंकै गरेको छुइनँ अहिले यो महिना चाहिँ मैले लिंक गरे गर्दाखेरि चाहिँ त्यो यति पैसा आउँछ भन्ने देखाएको छ 1 वर्षको मेहनत हो मेरो 1 वर्ष मैले मेहनत गर्दाखेरि यतिको इन्कम भएको हो मेरो चाहिँ हैन हुन त मैले क्वालिफाइड कन्टेन्टहरु चाहिँ राम्रोसँग बनाएको थिए भने राम्रो इन्कम पनि गर्न सक्थे होला हैन तर मैले चाहिँ यतातिर भन्दा पनि मैले हजुरहरुलाई भनिहाले हैन तेमुको एफिलिएट प्रोग्राममा जोइन भए अनि त्यसपछि बिचमा टिकटक सबको प्रमोसन गर्न थाले अनि यो प्रमोसनल भिडियोहरु बनाउन थालेपछि के हुँदो रहेछ भने भ्युजहरु घट्दो रहेछ अनि खासै राम्रो भ्युज आउँदैन राम्रोसँगले हजुरहरु चाहिँ दायाँ बायाँ नहेरिकन टिकटक अकाउन्ट को मात्रै क्वालिफाइड कन्टेन्टहरु बनाउने एकदमै क्याची खालको बनाउने हैन राम्रो भ्युज का 100 भन्दा माथि भ्युज आउनेको तरिकाले बनाउनु भने नकमाइ हुने होइन मज्जाले कमाइ पनि हुन्छ अनि मैले बारबार मेरो पुरानो भिडियोमा मेरो यहाँनेरि हेर्नु होला हैन मैले त्यहाँ टिकटक अकाउन्ट मोनेटाइजेसन सम्बन्धित फोल्डरहरु पनि बनाएर राखेको छु त्यहाँ गएर हेर्नु होला मैले प्रत्येकमा भनिराखेको छु कसरी कमाइ हुन्छ एक्ज्याक्ट नढाटिकन वास्तविकता बताएर भनिराखेको हुन्छु हैन अनि त्यो यस्तो हुन्छ क्या थोले फलोअर्सले भनेको कुरा चाहिँ सबैको कानसम्म पुगिराखेको हुँदैन म जस्तो एउटा सामान्य फलोअर्सको त यति कमाइ भइराखेकै छ नभएको होइन नि त भएको छ नि त भइराखेको छ फेरि अरूतिर पनि मैले इन्कम गरिराखेको छु भने अनि राम्रो फलोअर्स हुनेहरुको चाहिँ किन हुँदैन भन्ने कुरा मेरो के मज्जाले हुन्छ मज्जाले फलोअर्सहरु गेन गरेको मान्छेको हैन एक्टिभ भएको मान्छेको झन् लाइभ पनि बसेको मान्छेको कमाइ नहुने हैन मज्जाले हुन्छ थ्यांक यू फर वाचिङ